साथीहरु नमस्ते। भर्खरै सामाजिक सञ्जालमा एउटा सनसनीपूर्ण दुःखद समाचार आएको छ। त्यो के भने बाँकेका एक 34 वर्षीय युवा भूपेन्द्र ओलीले अमेरिका अवैध रूपमा जान भनेर एजेन्टलाई 80 लाख रुपैयाँ पैसा बुझाए। दुई पटक प्रयास पनि गरे। एकचोटि दिल्लीबाट फर्किए भने अर्कोचोटि स्पेन पुगेर फर्किए। यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो। यस्ता दृष्टान्त त कति छन्। कतिपय युवाहरू दिल्लीमा छन्, कतिपय युवाहरू दुबई युएई तिर गएर बसेका छन्, कतिपय युवाहरू पानामाको जंगलतिर छन्, कतिपय युवाहरू मेक्सिको पुगेका होलान् र कतिपय युवाहरू अमेरिका पुगेर पनि त्यहाँको कस्टडीमा बसिरहेका होलान्। अनि कतिपय युवाहरूलाई डिपोर्ट गरेर नेपाल फर्काइएको पनि छ। यस्ता समाचारहरू त हामीले दैनिक रूपमा सुन्न पाइरहेका छौं। यी मात्रै हैन, धेरैजना नेपाली महिलाहरू खाडी मुलुकतिर अवैध रूपमा घरायसी कामदारको रूपमा काम गरिराख्नु भएको हामीले समाचार देखिरहेका छौं। नेपालसँग कुनै साइनो सम्बन्ध नै नभएको युक्रेन र रसियाको युद्धमा पनि नेपालीहरू दुवै तर्फबाट आर्मीमा भर्ती भएर पैसाको लागि काम गरिरहेका समाचारहरू पनि हामीले देखेका छौं। अनि अहिले मैले उठाउन खोजेको विषय चाहिँ यी युवा जो भूपेन्द्र ओली नेपालमा फर्किसके पछाडि आफ्नै गोठमा झुन्डिएको अवस्थामा आत्महत्या गर्न पुगे। मैले उठाउन खोजेको मुद्दा चाहिँ आत्महत्या मात्रै भन्दा पनि किन नेपालीहरू अवैध रूपमा विदेश जान खोजिरहेका छन्, किन हाम्रो युवा शक्ति पलायन हुँदैछ, किन नेपालमै व्यवसाय गर्दा चाहिँ 80,000 रुपैयाँ पाउन पनि मुस्किल छ, तर विदेश जान्छु भन्दा 80 लाख रुपैयाँ पनि सजिलै दिन्छन्। यसको जिम्मेवारी कसले लिने? अब उनकी श्रीमती, एक छोरा एक छोरी अनि आफ्नो परिवारको बिल्लीबाट हुँदा यसको दायित्व कसले लिने? विचार गर्नुस् त। जब उनले एजेन्टलाई पैसा दिए अनि काम नभइसके पछाडि पैसा फिर्ता माग्न थाले अनि ती महिला एजेन्टले उल्टै बलात्कारको मुद्दा लगाइदिन्छु तँलाई भनेर धम्की दिन थालिन्। अनि आर्थिक दबाब त छँदैछ, यता समाजमा बदनामी हुने डर पनि छँदैछ र उनले मृत्युको बाटो रोज्नु बाहेक अन्य विकल्प पनि देखेनन्। अब यो घटनालाई आधार बनाएर समग्र नेपालको स्थितिको बारेमा थोरै चिरफार गरौँ है त। यसो विचार गर्नुस् त। नेपालमा 40% जति युवा छन्। रोजगारीको अवस्था एकदमै न्यून छ। सरकारी जागिर खानेहरूको संख्या बाक्लै छ, तर एकदमै ठुलो प्रतिस्पर्धा छ त्यसमा। निजी क्षेत्रमा काम गर्छु भन्यो 20-25 हजार कमाउन पनि अत्यन्तै मुस्किल छ, जसले बालबच्चाको शिक्षा अनि परिवारको खानपिन लगायत अनि स्वास्थ्य उपचार गर्न पनि अत्यन्त भयावह स्थिति छ। र अर्को कुरा, हाम्रो समाजमा अलिकति दबाब पनि छ। विदेश गएको मान्छेको इज्जत छुट्टै छ अनि नेपालमै बसिरहेको मान्छे छ भने यसले केही गर्न नसक्ने भयो भन्ने खालको त्यो खालको ट्याग लाग्छ। अनि त्यो मानसिकताले पनि युवालाई विदेशतिर धकेल्छ। अर्को कुरा, नेपालमा 62-63 को जनआन्दोलन भयो, देशमा गणतन्त्र लोकतन्त्र आयो। अहिले पनि जेनजीको ठुलो आन्दोलन भयो। त्यो आन्दोलन पनि भ्रष्टाचार विरुद्धमा केन्द्रित थियो। अनि हाम्रा जति पनि वरिष्ठ नेताहरू छन्, वयोवृद्ध नेताहरू छन् र नेपालको कर्मचारी तन्त्र पनि अधिकांश भ्रष्टाचारमा रुमलिएको छ। उनीहरूले देशलाई खोक्रो बनाएर पुस्तौं पुस्तालाई पुग्ने पैसा जम्मा गरेका छन् र आफ्ना छोराछोरीलाई सबैलाई विदेशमा सेट गराएका छन्। उनीहरूलाई सर्वसाधारण जनताको त माया छैन भन्दा पनि हुन्छ। जति पनि युवाहरू अवैध रूपमा विदेशमा छन् ती युवाहरूको तथ्याङ्क नै छैन, किनभने त्यो त्यसै अवैध छ। एम्बेसीले पनि त्यस्तो अवस्थामा केही गर्न सक्दैन। अनि विदेशमा भएका एम्बेसीहरू त अधिकांश पङ्गु नै अवस्थामा छन्। तर नेपालको सबैभन्दा ठुलो विडम्बना के हो भने, यदि कसैले नेपालमा व्यवसाय गर्छु र बैंकबाट लोन खान्छु भन्यो भने बिजनेस प्लान देखाउनु पर्यो, कोलाट्रल देखाउनु पर्यो, अनि सबै फिजिबिलिटी स्टडी गरेपछि बैंकले लोन त दिन्छ, तर लोन दिने बेलामा फेरि कमिसन तिर्नु पर्यो बैंकमा। अनि नेपालको बैंकले लिने ब्याज दर त्यसै पनि महँगो छ। बैंकबाट पैसा लिन अलिकति गाह्रो भइसकेपछि गाउँघरबाट लिँदा त 24%, 36% अथवा त्योभन्दा अझै बढीमा पनि लिनुपर्ने परिस्थिति छ।
र अर्को कुरा के पनि हो भने नेपाल सरकारको मुख्य आर्थिक मेरुदण्ड भनेको रेमिटेन्समा निर्भर छ। नेपालको जीडीपीको लगभग 27% जति छ। अनि सरकारले पनि नेपालमा रोजगारी प्रमोट गर्ने भन्दा पनि विदेश नै पठाउने र विदेशबाट रेमिटेन्सको अपेक्षा गर्ने सोच राख्छ। त्यो स्रोत बन्द होस् भन्ने उसको पनि चाहना छैन जस्तो लाग्छ। देशमा व्यवसाय गर्दाखेरि कहिले लोड सेडिङ हुने, कहिले चाहिँ चन्दा आतंक हुने, अनि देशको चाहिँ नीति नियम पनि व्यवसाय मैत्री छैन। त्यो कारणले पनि देशमा व्यवसाय गर्न अप्ठ्यारै छ। र अर्को कुरा भनेको माइन्डसेटै यस्तो भइसक्यो कि विदेश विदेश विदेश, देशमा केही छैन भन्ने हल्ला चलाउने त्यस्तो परिस्थिति अत्याधिक भयावहयुक्त छ। र अर्को कुरा अवैध रूपमा यसरी अमेरिका गइसके पछाडि अथवा अन्य देशहरू गइसके पछाडि महिनाको 4-5 लाख रुपियाँ 5-7 लाख रुपियाँ कमाइन्छ। अहिले मैले जति 80 लाख 90 लाख 1 करोडै ऋण गरेर गएँ भने पनि 1-1.5 वर्षमा तिरिसक्छु। मेरो बाँकी जीवन त विलासी पूर्ण तरिकाले म बिताउन सक्छु। मेरो परिवारको जिन्दगी त राम्रो हुन्छ नि, उनीहरूको जिन्दगीको लागि मैले सेक्रिफाइस गरिदिनुपर्छ भन्ने चाहना अथवा त्यो खालको मनोकामना धेरै मान्छेहरूको छ। र अर्को कुरा भनेको नेपालमा यो मेन पावर व्यवसाय अथवा विशेष गरी एजेन्टहरूको पनि प्रलोभन देखाउने तरिका छुट्टै छ। एजेन्टको लाइसेन्स लिनुपर्छ, तर 99% एजेन्टहरू बिना लाइसेन्सका छन्। उनीहरूले झुटो आश्वासन देखाउँछन्, लिगल र इलिगल अनेक मार्गहरू देखाइदिन्छन्। अनि नेपाल सरकारले तिनीहरूलाई कानुनी दायराभित्र ल्याउने खास ठुलो प्रबन्ध केही गरे जस्तो पनि लाग्दैन। वैदेशिक रोजगार ऐन 2064 छ, नियमावली पनि छ, तर एजेन्टहरूलाई खास कारबाही भएको केही पनि सुनिएको छैन। अधिकांश एजेन्टहरू अथवा अधिकांश मेन पावर कम्पनीहरू राजनीतिक संरक्षणमा छन्। उनीहरूका मालिकहरू कानुनभन्दा माथि छन् जस्तो लाग्छ। अब जहिले यसरी नेपालीहरू मरिराख्ने त, महँगो पैसा तिरेर इलिगल रूपमा विदेशै जाने त, यो त समस्याको समाधान त होइन। समस्याको समाधान चाहिँ के हो भने नेपालको शिक्षा प्रणाली थ्योरिटिकल भन्दा पनि स्किल बेस्ड हुनु पर्यो। जबकि स्कुल अथवा विश्वविद्यालयबाट पढाइसक्ने बित्तिकै उहाँहरूले आफ्नो स्किल अनुसार काम पाउनु पर्यो। अर्को विदेश मात्रै गएर सफल भइन्छ, नेपालमा बसे त निकम्मा भइन्छ भन्ने त्यो हामीले मानसिकता परिवर्तन गर्नु पर्यो। अनि नेपालका नेताहरूको इच्छा शक्ति पनि हुनु पर्यो। एउटा कन्क्रिट एक्सन प्लानले नेपालमै हामी रोजगारी सिर्जना गर्छौँ भन्ने हुनु पर्यो। र हामीले पनि नेपालमै रोजगारी सिर्जना गर्न सकिन्छ। साना साना उद्योगहरू खोल्न सकिन्छ, कृषिमा, पर्यटनमा, प्रविधिमा काम गर्न सकिन्छ। सानो सानो स्टार्टअप कल्चरको विकास गर्नु पर्यो। ब्याङ्कहरूले पनि उद्यमीहरूलाई लोन दिँदाखेरि सस्तोमा दिने, विदेश जानेलाई अलिकति ऋणमा गडाइ गर्ने, त्यस्ता कामहरू गर्नु पर्यो। र प्रत्येक वर्ष जसरी भूपेन्द्र ओली जस्ता मान्छेहरूले नियत्था रूपमा ज्यान गुमाइराख्नु परेको छ, उनी एक्लो पात्र होइनन्। यस्ता दर्जनौं कथाहरू प्रत्येक वर्ष हामी सुन्छौँ अनि केही समयसम्म सुनेर फेरि बिर्सिन्छौँ, मुखदर्शक भएर बस्छौँ। यो एजेन्टको मात्रै गल्ती होइन नि, यो त हाम्रो समाजको, हाम्रो ब्याङ्किङ सिस्टमको, हाम्रो सरकारको अनि हामी प्रत्येक नेपालीको मानसिकताको गल्ती हो साथीहरू। यदि हामीले आजै सोचेर निर्णय नसोच्याउने भने भोलि अर्को भूपेन्द्र अनि अर्कै परिवारले फेरि यस्तै त्रासदीको शिकार हुनुपर्ने हुन्छ। त्यसैले विदेश जानु नै अन्तिम विकल्प हो भनेर त्यसरी नसोचौँ। तपाईसँग पनि कुनै समस्याको समाधान हुनसक्छ, के गर्ने भन्ने राय तपाईसँग पनि हुनसक्छ। त्यस्तो भयो भने कमेन्ट लेख्नुहोस् अनि यो भिडियो सेयर पनि गर्नुहोस्, ताकि अर्को नेपालीले फेरि ज्यान गुमाउनु नपरोस्। किनभने परिवर्तन सुरुवात हामीबाटै गर्ने हो। र त्यस्ता खालका मान्छेहरू छन् जो विदेश जान खोजिरहेका छन् इलिगल वेबाट भने कानुनी कुरा के हुनसक्छ, सामाजिक कुरा के हुनसक्छ, यस्ता परामर्शहरू तपाईँ र तपाईँको वरिपरिका मान्छेहरूलाई दिनुहोस् भन्ने कुरा पनि राख्दै आजको यो भिडियो सामग्रीबाट म बिदा हुन चाहन्छु। साथीहरू, अन्तिममा बुझौँ, जीवन बहुमूल्य छ। एकपटक जीवन गइसके पछाडि फेरि पाउन मुस्किल छ। तपाईँ त मरेर जानुहुन्छ, तपाईको परिवार विक्षिप्त अवस्थामा जिन्दगीभरि नै छटपटाई बाँच्नुपर्ने अवस्था आउँछ। त्यो कुरा याद गर्नुहोस्। आजको लागि यति नै। हवस् त, धन्यवाद, नमस्कार।